मेरो हिरो त यहाँ आएर पो बसेको रहेछ। मम्मीलाई छोडेर किन आउनु भएको यहाँ? मम्मी त मामा माइजूसँग हुनुहुन्छ त, मेरो मान्छे एक्लै भयो भनेर आएको नि। बल्ल बल्ल कति पछि भेट भएको छ तपाईँहरूको। जानु, आफ्नो मम्मीलाई समय दिनु, फेरि चित्त दुखाउनु होला। छोरी ज्वाइँसँग भेट्न आएकी चाहिँ किन चित्त दुखाउनु पर्यो? हावा कुरा नगर्नु त। अहिले तपाईँको मम्मीको लागि म ज्वाइँ होइन, यो घरको काम गर्ने हली हुँ। हली भए पनि जे भए पनि मैले मन पराएको मान्छे त हो नि, मैले माया गरेको मान्छे त हो नि। मैले त पहिलादेखि नै भनिरहेको थिएँ हाम्रो भान्जी त्योसँग अलि बढी नै नजिक हुनु भएको छ भनेर। मेरो कुरा सुनि भयो पो। होइन, विदेशमा बसेर मान्छेलाई यस्तो कुरामा रोक्नु हुँदैन। फेरि हाम्रो भान्जी आफैलाई सबै कुरा थाहा छ भन्नु पो। मलाई के थाहा छ हाम्रो भान्जीले त्यो जाओ केही न कामको गमारलाई माया गर्छिन् भनेर। यस्तो हुन्छ भनेर एक मनले पनि सोचेको थिइनँ मैले।